हाई एभ्रिवान, आज चाहिँ मेरो युनिभर्सिटीको फर्स्ट डे हो अनि बिहानै उठेर आई टुक अ सावर। त्यसपछि झ्यालबाट बाहिर हेरेको कस्तो उज्यालो दिन रहेछ अनि यता चाहिँ चराहरू देखिरहन्छ। झ्यालबाट हेर्दा कस्तो रमाइलो लाग्छ। अनि मसँग धेरै टाइम थिएन, त्यही भएर मैले यो छिट्टो बन्ने मेरो गो टु ब्रेकफास्ट बनाएँ। मैले नर्मली नै यस्तै खाइरहेको हुन्छु, सातु अनि ओट्स, कर्नफ्लेक्स के हुन्छ अब मिक्स गरेर त्यसमा दुध अनि अलिकति चिनी हालेर अनि हल्का तताएर खाइरहेको हुन्छु। आज पनि मलाई युनिभर्सिटी जान ढिलो भइसकेको थियो, त्यही भएर मैले यही नै बनाएर खाएँ। युनिभर्सिटी पनि अलिकति ढिलोसम्म हुन्छ नि त बेलुका, त्यही भएर अलि आडिलो पनि हुन्छ भनेर। ब्रेकफास्ट खाइसकेपछि चाहिँ म रेडी भएर घरबाट निस्केँ। मेरो बस्ने ठाउँबाट चाहिँ युनिभर्सिटी धेरै टाढा छैन, वाकिङ डिस्टेन्समै छ। अनि यो चाहिँ बिजनेस स्कुल हो, सेम युनिभर्सिटी, तर म पढ्ने बिल्डिङ चाहिँ अलिक पर नै छ। म चाहिँ यो सबवे हुँदै जानुपर्छ मेरो बिल्डिङमा। मलाई पनि राम्रोसँग थाहा छैन ठ्याक्कै कहाँ छ भनेर। म आज फर्स्ट डे हो नि त, त्यही भएर म्याप हेर्दै गइरहेको छु। जे होस्, मेरो घरबाट चाहिँ 15 मिनट्स जस्तोमा आइपुग्छु म। अनि यो चाहिँ मेन बिल्डिङ हो युनिभर्सिटी अफ वुल्भरह्याम्पटनको। सुरुमा त म मेरो क्लास जानुभन्दा अगाडि हाइसन लाइब्रेरी आएँ। मेरो आइडी कार्ड लिन बाँकी थियो नि त, अनि आइडी कार्ड लिइसकेपछि चाहिँ म क्लास खोज्दै हिँडिरहेको छु। अनि यो चाहिँ युनिभर्सिटीको पुरानो बिल्डिङ रहेछ, राम्रो छ। अनि यो चाहिँ आजको हाम्रो फर्स्ट डे फर्स्ट क्लास। अनि क्लासरुम चाहिँ कस्तो कन्जस्टेड रहेछ ओल्ड बिल्डिङ भएको भएर। अनि सेकेन्ड क्लास चाहिँ हाम्रो न्यू बिल्डिङमा नै थियो। त्यो बिल्डिङमा चाहिँ लिफ्टहरू पनि रहेछ अनि हामी लिफ्ट चढेर माथि जान लागिरहेछौँ। अहिले चाहिँ सबैजना मिलेर हामी क्लासरुम खोजिरहेछौँ। इभन सरले पनि खोज्दै हुनुहुन्छ, कन्फ्युज भएर क्लासरुम कता छ भनेर। जे होस्, एकछिन चाहिँ रमाइलो भयो सबैजना मिलेर क्लासरुम खोज्दाखेरि। सो मेरो युनिभर्सिटीको फर्स्ट डे चाहिँ यति नै हो। 2टा पिरियड भयो अनि त्यसपछि चाहिँ हामी घर गयो। बाई।